हेलो गाइस, मेरो नानी चाहिँ आज 9 मन्थको भयो अनि उसलाई चाहिँ हेर्नु न आउटसाइड एकदमै मनपर्छ। उसलाई चिसो छ तर पनि उसलाई मनपर्छ क्या, बसिरहनु, हिँडिरहनु, खेलिरहनु, गाडीमा होस् चाहे जेमा होस् उसलाई एकदमै आउटसाइड मनपर्छ क्या। चिसो होस् आछु भनेर रुँदैन, हाँस्छ, ओर्छ, खेल्छ होइन। उसलाई बाहिर चाहिँ जानै पर्ने हुन्छ अनि त्यही भएर म चाहिँ बाहिर लान्छु। घरिघरि उसले झगडा गर्दाखेरि अनि ऊ चाहिँ एकदमै खुसी हुन्छ क्या बाहिर लग्यो भने। देख्न सक्नुहुन्छ उसको अनुहार यति धेरै खुसी छ उसको फेसमा, हेर्नु न एकदमै खुसी छ। त्यही भएर मैले आउटसाइड लान्छु क्या समटाइम्स। चाहिँ कति खुसी छ। अनि उसलाई चाहिँ सपिङमा जाँदा यति धेरै मनपर्छ कि यति धेरै त्यो सपिङ कार्टमा बस्नु। त्यहाँ गएपछि उसले बोकेर हिँडिराख्नु पर्दैन क्या, अनि सपिङ कार्टमा बसिरहन्छ। एकदमै धेरै इन्जोय गर्छ होइन। अनि मान्छे यताउता हिँडेको सबैलाई यताउता हेर्छ, यति धेरै क्वाइट बस्छ बाहिरतिर चाहिँ। तर भित्र घरभित्र चाहिँ यति चकचक छ, यति धेरै चकचक गर्छ ऊ, कुरै नगरौँ। त्यही भएर ऊ चाहिँ बाहिर नै लानु ठिक क्या उसलाई। अनि त्यही भएर आनन्दले बस्छ, चुप लानु बस्छ होइन। हिँडेको मान्छेले हाई हेल्लो गरेर नि हेरिरहन्छ, छक्क पर्छ। अनि यसरी बाहिर लानु भन्छ अनि बाहिर लग्यो होइन। यसरी सपिङमा अनि जाँदाखेरि ठ्याक्कै उसलाई ठेल्नु भन्छ क्या, एकछिन रोकेर बस्यो भने ठेल्नु रे। अनि त्यही भएर म चाहिँ ठेल्छु। अनि हेर न भित्र बस्दाखेरि कति चुमुक चुमुक गर्छ, एकदमै धेरै चकचक गर्छ। मलाई मन पर्दैन क्या। तर खानु भनेपछि चाहिँ उसलाई जे पनि रुच्छ, जे पनि रुच्छ, जे पनि खान्छ होइन। त्यही भएर ऊ चाहिँ मोटो गोलो मोलो भन्छ। उसको एज अनुसार चाहिँ ऊ धेरै नै मोटो छ, धेरै नै भन्दा पनि 1-2 केजी मोटो नै छ। तर पनि राम्रै छ, ठिकै छ भन्छ।